नमस्कार साथीहरू, म किरण फेरि पनि हाम्रो जनश्रमदान यस पत्री शनिश्चरी वडा नम्बर 3 अन्तर्गतको सृजना टोल र वडा नम्बर 7 माइल चोकलाई जोड्ने जुन हाम्रो श्रमदान हामीले गएको 4 हप्ता आजसँग 4 हप्ता हुन्छ, 1 महिना करिब भयो। गएको हप्ता हामीले उपस्थित रहन सकेनौँ किनभने श्री हरियाली सामुदायिक वनको चाहिँ अग्नि नियन्त्रक सप्ताह मनाउनु पर्ने भएकोले हामी त्यतातिर जानुपर्ने भएकोले गर्दा निमन्त्रण दिन सकेनौँ र आज हामीले 2081 चैत 16 गते फेरि त्यो कार्य सुरु गर्दैछौँ र साथीहरू आउने क्रम जारी छ र गर्ने साथीहरूले गरिरहनु भएको छ। हाम्रो वडा नम्बर 7 का हाम्रो जनप्रतिनिधि मित्र उद्धवजीलाई पनि जानकारी यही भिडियोबाट गराउँदछु किनकि उहाँलाई प्रत्यक्ष भेटेर हामीले भेट्न पाएका छैनौँ र हाम्रो वडा नम्बर 7 का विजय सरबाट चाहिँ हामीले पर्याप्त मात्रामा सहयोगहरू उहाँबाट प्रदान भइरहेको छ र उहाँले हामीले आश्वासन दिए अनुरूपकै सहयोगहरू जुटाइरहनु भएको छ। त्यसको लागि हामी उहाँलाई धन्यवाद दिँदै आजको हाम्रो विशेष कार्यक्रम भनेको यो बाँस फुटाउने काम रहेको छ र साथीहरू पाउँदैन चाहिँ कसैले फुटाउने, कसैले बाँस ल्याउने र कसैले चाहिँ यसलाई भाटा बुन्ने कार्य सुरु गरेका छौँ। आशा छ आज हामीले यो हाम्रो उद्देश्य चाहिँ सक्ने हो र साथीहरू आउँदै हुनुहुन्छ यसरी। कता कता यो अघि उता पेटपेट भाँचिँदैछ कि बाँसहरू, कति सपोर्ट लाउनुपर्छ, यहाँ बिचमा धेरै ग्याप भयो क्या। यसले थाम्छ कि थाम्दैन, तल सपोर्ट दिनुपर्ने हो कि नपर्ने हो। पारिपट्टि एउटा खाँबो यो होइन ऊ त्यो बसेको छ नि भाइ, त्यसले के ग्याप छ नि, तल सपोर्ट चाहिन्छ होला नि। सुन्नु न, त्यो पारिपट्टि हाम्रो पत्री शनिश्चरी वडा नम्बर 3 का वडा अध्यक्ष श्री विजय लिम्बुजी आइसक्नु भएको छ, उहाँको कुरा सुनौँ है साथीहरू। त्यस कारणले गर्दाखेरि पहिला यो बाटोको निर्माण गरौँ, बाटो निर्माण गरिसकेपछि अनि तत्काललाई यो मान्छे आवत जावत पल्लो तिरका साथी र यताका साथीहरू चाहिँ आवत जावत मात्रै यसलाई पहिला सुरुवात गरौँ। अनि त्यस पछाडि भनेको चाहिँ क्रमिक रूपले होइन वडाले नगरले यसलाई हेर्दै जानेछ। अब यो चाहिँ तपाईँहरूकै चाहना बमोजिम, तपाईँहरूकै माग बमोजिम यो ठाउँ पनि तपाईँहरूले रोज्नु भएको, त्यही अनुसारले चाहिँ यो काम हुँदैछ। यसको लागि अलिकति हाम्रो वडा कार्यालयले कुनै रकम यो ट्र्याक खोल्नको लागि रकम पनि छुट्याइदिएको छ। अनि अब साथै यो ठाउँका साथीहरू छन् नि खानेपानी चाहिँ यही वर्षमा अब यही महिनाभित्र हामी खानेपानी खनेर पानी खनेर नाला पनि विस्तार गरेर शुद्ध खानेपानी। अब मान्छेले के भन्छ भने जीवनमा त्यो कालो पत्रे खोज्छ क्या अगाडि, त्योभन्दा पहिलो कुरो चाहिँ के भने खानेपानी, स्वास्थ्य शिक्षा त्यो हुन्छ। त्यसमा यो बाटो बनाउनको लागि हाम्रो पनि समाजको साथ चाहिन्छ। त्यो बिना एक्लै जनप्रतिनिधिले जुन एउटा इच्छाले जनप्रतिनिधिले विचार गरेर मात्रै नै हुँदैन कि जुन किसिमको तपाईँहरूको एउटा जोस जाँगर यहाँ गर्नुभयो। तपाईँ पनि अब बिस्तारै क्रमिक समय सालमा यहाँ आज भाटाको पुल स्टार्ट भयो भने थालनी गऱ्यो भने समय सालमा यहाँ प्रकृति भन्ने त्यही एक दिन टाइम आउँछ, तपाईँ पुरा टाइम आउँछ, त्यसमा लाग्नुहोस् गर्नुहोस् होइन। इच्छा शक्ति हुनु पर्यो, अब यहाँ आवश्यकता पनि छ। सर्टकट बाटो जुटाउनु पर्यो। अब यसमा तपाईँहरू लागि परेको है, म मेरो तर्फबाट म बिदा पनि हुन्छु। विजय लिम्बुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ किनकि उहाँको सहयोग र उहाँको उत्प्रेरणा, उहाँको प्रेरणाले नै हामीले यो कार्य सुरु गर्दैछौँ र आउने दिनमा पनि उहाँको सबै अपेक्षा गरिरहेका छौँ। र हामी यो आज त सम्भवतः बिहान दिउँसो गर्ने कार्यक्रम रहेको छ र बिहानको लगभग कार्य हामी सम्पन्न गरिसकेपछि खाना खाएर दिउँसो भेला हुने काम एउटा हाम्रो हुन्छ होला सायद, कन्फर्म नभए पनि यो सरसल्लाह भइरहेछ र बिहान छुटाउने हुने साथीहरूलाई दिउँसोको लागि आह्वान गर्दछु भन्दै फेरि भेटौँला। हस्।